राखिसकेको छु है। अब यसलाई म 15 मिनट 20-30 मिनटसम्म चाहिँ म यसरी छोपेर पकाउँछु। अब चाहिँ जहाँसम्म लाग्छ मेरो रेडी भइसकेको छ होइन। गर्दैछु साथीहरू, यो रेडी भइसकेको छ। अब यसलाई चाहिँ म एकछिन यहाँ राखिदिन्छु। अहिले अब चाहिँ मेरो यो केक रेडी भइसकेको छ, म निकाल्दैछु होइन। मेरो चाहिँ यत्तिको भएको छ, यसलाई म निकाल्न गइरहेको छु। तातो रहेछ साथीहरू, तातो ज्वरो जस्तो लागिरहेछ। म निकाल्दैछु। निस्किँदैन साथीहरू, के भयो? अस्ति तातो छ त, मेरो त भएन त। गाइजहरू के भयो? ओ माई गॉड, निस्किनु चाहिँ गाइजहरू पक्नुहोस्। वाउ, अलिकति मिस्टेक भएछ नि त यहाँ। वाउ साथीहरू, हेर्न सक्नुहुन्छ। तर अलिकति उयो भएछ, तर दामी पर्फेक्ट भएको छ है मेरो भनेर म भन्दिनँ साथीहरू होइन। यत्तिकै चाहिँ भएछ, मजाले भएन छ क्या साथीहरू। यो बोटुकाको चाहिँ यत्तिकै रहिरहेको बेलामा के गर्छु भने यसलाई म फेरि तताएर यसको माथिबाट हाल्छु। म कति मेरो चाहिँ सोचे जतिको मैले बनाउन सकिनँ होइन। अनि मैले चाहिँ अझै पकाउनु पर्थ्यो भन्दा नि, तर पाकिसकेको। तर यो राम्रो भएन, त्यही भएर यसलाई मैले फेरि पखालेर चाहिँ माथिबाट यसरी हालिरहेको छु होइन। यस्तरी हालिदिएँ। चिनी हो नि त, नाच्किने गर्ने होइन। यस्तो गरिदिएको छु होइन। त्यो चाहिँ भयो भने अलिकति पर्फेक्ट चाहिँ भएन क्या यो मेरो फर्स्ट ट्राई चाहिँ यस्तो भयो होइन। म चाहिँ ठिकै छ, यत्तिकोसम्म मैले जाने फर्स्ट ल साथीहरू, बाई बाई।